फ्याफुल्लो सबैजनालाई यो भिडियो चाहिँ मैले जनवरीको 2025 को जनवरीमा टासीदिलिङमा चाहिँ न्युने जाँदाखेरि चाहिँ बनाएको हो। म र मेरो आमा चाहिँ यसमा न्युने जानुभएको योपालि भन्दा पनि लास्ट इयर 2025 मा त्यति बेला बनाएको भिडियो। यहाँबाट चाहिँ भ्यूहरू यस्तो छ। यो चाहिँ कुन चाहिँ हिमालय त्यो चाहिँ मलाई थाहा भएन, तर भ्यू चाहिँ एकदमै दामी, एकदम राम्रो, वेदरहरू एकदम दामी। हामी चाहिँ यहाँ चाहिँ अब यस्तो छ गुम्बाहरू, हेर्दै जानुहोस् है। यो चाहिँ हो भुमचुङको वाङ दिने टाइममा, लाइक हामी लास्टको दिन, लास्टभन्दा पनि न्युने सक्नु 2 दिन अगाडि होला। यो चाहिँ नबोल्ने दिनमा मान्छेहरू चाहिँ टाढो टाढोबाट, लाइक भुटानहरूबाट कहाँबाट चाहिँ भुमचुङको त्यो पानी थाप्नुको लागि चाहिँ, वाङ थाप्नुको लागि चाहिँ आएको थियो। अन्त रातभरि उनीहरू चाहिँ यसरी टेन्ट लाएर बसेको थियो। भोलिपल्ट चाहिँ अन्त हामी न्युनेपाहरूलाई चाहिँ भोलिपल्ट दिन्थ्यो। हामीलाई चाहिँ यसरी न्युनेपाहरूलाई चाहिँ यता अर्कै यता लाइन बनाएर लगेको थियो। हामी चाहिँ नबोल्ने दिन्थ्यो त्यति बेला चाहिँ। अन्त यहाँ फाल्टो मान्छेहरू चाहिँ उताबाट लाइनबाट, अन्त हामीले भुमचुङको वाङ थाप्यो। त्यहाँदेखि थापेर चाहिँ हामी फेरि आफ्नो गुम्बातर्फमा लाग्यो। अन्त वाङ सकेर चाहिँ भोलिपल्ट चाहिँ हाम्रो न्युने पनि सक्यो। त्यहाँदेखि हामी सबैजना निस्क्यो, हामी न्युनेपाहरू सबैजना छुट्यो। त्यहाँदेखि चाहिँ हामीहरू त्यहीँ टासीदिलिङ गुम्बाकै वरिपरि हामी घुम्नु थाल्यो। यहाँ चाहिँ मेरो आमा आनीहरू छ। उयो चाहिँ गरौँ भन्छ तपास बसेर यहाँ उयो गर्दाखेरि यहाँ नुवा गर्ने ठाउँ, नुवा भयो टुटी हजुर आज त पानी पनि चढा छ। आज चाहिँ हामी यहाँ पुरानो गुम्बाको पोरा पनि गरिसक्यो। साह्रै छिटो हेर्नु साह्रो पर्ने त्यही लाग्यो। साह्रै छिटो रहेछ नाना। पोरा पनि गरिसक्यो। आया थाक्यो। अब यहाँ चाहिँ मैले सम्झेर निस्किन निकाल्न आँटेको तपाईँले छिट्टै बुद्धि भनेपछि चाहिँ ध्यान गर्ने साधन भने छाम बस्ने बस्ने जस्तै कि सबैभन्दा
यहाँ चाहिँ हामी अब सिक्किमको सबैभन्दा पुरानो गुम्बा धुपदीप मोनास्ट्रीमा आएको छ। The four disciples of Guru Rinpoche बुमछुङको ल्याउने चाहिँ उहाँ अरे। उहाँ चाहिँ 3 थर्ड लामा ए थर्ड लामा यता त चेरेजी है चेरेन्जी हजुर अनि हाम्रो प्रथम र पहिला राजा चाहिँ उहाँ हुनुहुन्छ ए फर्स्टको सिक्किमको राजा ए उहाँ हुनुहुन्थ्यो है थर्ड लामा चाहिँ उहाँ हजुर ए उहाँलाई चाहिँ गुरु रिम्पोछेले यहाँ उहाँहरूलाई भविष्य सिक्किममा चाहिँ तपाईँले बुद्ध धर्म भएको छ उहाँहरूलाई चाहिँ अब उहाँ 4 जना आएपछि चाहिँ बुद्ध धर्म स्थापना हुन्छ भनेर चाहिँ अनि उहाँ 4 जना चाहिँ योगी हो अन्त उहाँलाई नल्जे छेजी पनि भनिन्छ नल्जे छेजी ए 4 जना योगी 4 जना योगीले चाहिँ अब यो फैल्यो सिक्किममा राम्रै भयो है कस्तो राम्रो ढुङ्गाको सेपहरू लु हेर्नु त यहाँ बसेर गरेको छ है हामी त्यहाँ धुपदीप मोनास्ट्री दर्शन गरेपछि चाहिँ हामी चाहिँ खेचुपुरी लेक दर्शन गर्ने तरफ लाग्यो। खेचुपुरी लेक चाहिँ उयो गुरु रिम्पोछेको खुट्टाको पाइतालाको छाप जस्तै देखिन्छ। अन्त त्यो चाहिँ विशिङ लेक भन्छ। त्यहाँ चाहिँ जे इच्छा तपाईँले माग्यो त्यही पुरा हुन्छ। अन्त यसको चाहिँ हामी त्यो भ्यू हेर्नुको लागि चाहिँ अलिक माथि नै एरिया चढेर हेर्नु पर्दो रहेछ। लाइक अलिक हिँड्नु पर्ने छ त्यो बाटो चाहिँ। अन्त उकालो हिँडेर चाहिँ माथिबाट चाहिँ दामी लाइक देख्दो रहेछ। साँच्ची नै गुरु रिम्पोछेको खुट्टाको पाइतालाको छाप जस्तो देखिँदो रहेछ। अब हेर्नुहोस् है त्यहाँ एकदम दामी छ। फाइनली हामी चाहिँ माथि हिँडेर पुग्यो है। यहाँबाट चाहिँ हेर्नुहोस् है भ्यू यस्तो दामी देख्छ। खेचुपुरी लेक फाइनली त्यसपछि चाहिँ हामी पेमा याङ्जी गुम्बा गयो। तर हामी पुग्दा नपुग्दा राति भइसकेको थियो। तपाईँ यसो यहाँको गुम्बाको विषयमा हामीलाई अलिकति जानकारी दिनुहोस् न ल यहाँ चाहिँ अब सातोपेरी भन्छ नि त सातोपेरी भनेर अब चियाजी सिङ्खम देवाचिङ्गी सिङ्खम भन्छ त्यहाँदेखि चाहिँ यो चाहिँ किन बनायो भन्दाखेरि चाहिँ एउटै रुखले बनाएको होला एउटै रुखले चाहिँ सबै बनाएको होला बनाउँदाखेरि चाहिँ उहाँले चाहिँ अब सपनामा देख्नु भयो नि त यस्तो यस्तो मैले देखेको थियो यस्तो यस्तो बनाएको थियो अनि मैले चाहिँ सपनामा यस्तो देखेको थियो भनेर चाहिँ उहाँले चाहिँ साँच्ची आएर चाहिँ यस्तो बनाउनुभएको थियो त्यस्तै बनाउनु भयो उहाँले चाहिँ रिम्पोछेले चाहिँ भन्नुभएको त्यहाँमा चाहिँ उहाँहरू दुईजना मिलेर चाहिँ भोलिपल्ट चाहिँ हामी त्यहीँ छेउकै होटेलमा बसेर चाहिँ हामी त्यहाँ तातो पानीमा गयो। त्यहाँ तातो पानीमा हामी गएर चाहिँ त्यहाँ चाहिँ हामी नुहायो भने त्यो पानीले लाइक जिउहरू नुहायो भने खुट्टाहरू भिजायो भने हातहरू भिजायो भने चाहिँ लाइक बिमारहरू रोग कष्टहरू सबै हराएर जान्छ भन्छ। त्यही भएर हामी पनि गयो त्यहाँ। सो टासीदिलिङको हाम्रो ट्रिप पनि यति नै थियो। अन्त राम्रो लाग्यो एकदम ठाउँहरू एकदम राम्रो थियो। सो तपाईँहरूलाई भिडियो मन पर्यो भने लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् अनि सब्सक्राइब पनि गरिदिनुहोस् है। थ्याङ्क यू।